यहाँहरूले अहिले देखिरहनु भएको छ है भरतपुर महानगरपालिका वडा नम्बर 7 मा महिला फुटबल चाहिँ चलिरहेको छ है। अहिले भर्खरै हाम्रो भरतपुर महानगरपालिका कि मेयर रेणु नानी पनि आउनुभयो है। उहाँलाई त्यहाँ अलिकति त्यो सिल उद्घाटन गर्नको लागि त्यहाँनिर लगिया छ। अब लगभग उद्घाटन भइसकेपछि आजको म्याच सुरु हुन्छ अघि हामी एकदम प्रत्यक्षमा छौँ। लगभग अहिले 3:45 भएको छ। अब 4 बजेपछिबाट त खेल सुरु भइहाल्छ। हेर्नुहोस् खेलाडीहरू पनि प्र्याक्टिस गर्दैछन् कसरी खेल जितिन्छ। अब कसरी एउटा ट्रिक लगाउने हो, कुन ट्रिक लगाउँदाखेरि खेल राम्रो हुन्छ भनेर त्यो टोली पनि प्र्याक्टिस गर्दैछ। र उताको टोली पनि उता कुनामा त्यो अहिले भिडले छेक्यो है, त्यहाँ पनि प्र्याक्टिस भइरहेको छ है त। ल यहाँबाट बेडापहरू पनि यसरी बसेर मजाले हेर्नु भएको छ है। मलाई पनि रमाइलो लागिरहेको छ यो सबै हेर्नु। हिजो हेरियो एकदम एउटा उत्सुकता भयो है। अब आज सेमी फाइनल हो, अनि भोलि शुक्रबार अर्ड हुन्छ, अनि पछि शनिबार चाहिँ फाइनल हो। ल थ्याङ्क यू।